नमस्कार। आज चाहिँ यो इन्टरनेसनल मे डे पनि हो, मजदुर दिवस। त्यसकारण मलाई यो व्हाइट कलर जब, ब्लू कलर जब, पिङ्क कलर जब आदि चाहिँ जबहरूको कुरा मैले पनि अलिक पछि सुनेको हुँ। मलाई आफ्नो जब चाहिँ के हो त जस्तो पनि लाग्यो। केलाई व्हाइट कलर जब भनिँदो रहेछ, केलाई चाहिँ ब्लू कलर जब भनिँदो रहेछ, अनि अरू जबहरू के हुन्। म आफू शिक्षक हुँ। हामी शिक्षकहरू चाहिँ कुन कलर जबमा पर्दा रहेछौँ भन्ने चासो लाग्यो। अनि यो चाहिँ मैले आफूले पनि थाहा पाऊँ, साथीहरूलाई पनि सेयर गरौँ। विद्यार्थी भाइ बहिनीहरूले पनि भविष्यमा कस्तो जब गर्ने, कस्तो कलर जब गर्ने त भन्ने विद्यार्थी भाइ बहिनीहरूलाई पनि यो काम लागोस्, मेरा विद्यार्थी भाइ बहिनीहरूलाई भनेर यो चाहिँ भिडियो बनाउने मैले निधो गरेको छु। यो कुरा चाहिँ मैले केही युट्युबहरू पनि हेरेँ, अनि विशेषतः एआईलाई सोधेँ, एआईले के चाहिँ भन्दो रहेछ त भनेर। अब एआईले भनेको कुराहरू प्राय अहिले आधिकारिक नै मान्ने चलन छ। एआईलाई मैले सोधेँ यसरी व्हाइट कलर जब्स भनेर, अनि उसले भन्यो यो व्हाइट कलर जब्स भनेको चाहिँ अलिक प्रोफेसनल टाइपको डेस्कमा बसेर गर्ने खालको काम, प्रशासनिक कामहरू, व्यवस्थापकीय कामहरू, म्यानेजरियल भनेको छ यहाँ। अनि यो बौद्धिक खालको कामहरू, एकदम उच्च शैक्षिक योग्यता चाहिने, अनि अलिकति स्यालेरी पनि हाई हुने खालको भन्यो। यहाँ इक्जाम्पल चाहिँ के दियो अहिलेलाई भने टेक्नोलोजी प्रविधि क्षेत्रको, अनि यो आर्थिक क्षेत्र फाइनेन्सको सेक्टरको, कानुन भनेपछि अब लयरहरूको पनि कुरा आयो, हेल्थ केयर भनेपछि डक्टर र त्यो हेल्थ सेक्टरको कुराहरू आयो, अनि सफ्टवेयर डेभलपरहरू, म्यानेजरहरू, एकाउन्टेन्टहरू र कन्सल्टेन्टहरूलाई चाहिँ यहाँ चाहिँ व्हाइट कलर जब भन्यो। यो विद्यार्थी भाइ बहिनीहरूको लागि यो कलर भन्दाखेरि फेरि हामी यता रङको कलर भन्ने बुझ्छौँ। यो चाहिँ COLLAR कलर, यो सर्टको कोटको कलर को चाहिँ स्पेलिङ रहेछ यो। अब त्यो त्यसको किन त्यसो भनियो भन्ने अलि पछि आउँला। अब यो व्हाइट कलर जबको कुरा यो भयो। अहिले कमन व्हाइट कलर जबहरू चाहिँ यहाँ थप इक्जाम्पल दिएको छ। टेक्नोलोजी सेक्टरको आइटी म्यानेजरहरू, डाटा एनालिस्टहरू, सफ्टवेयर डेभलपरहरू व्हाइट कलर जबमा पर्ने रहेछन्। अब भाइ बहिनीहरूले, विद्यार्थी भाइ बहिनीहरूले पछि आफ्नो करियर रोज्दाखेरि व्हाइट कलर वर्क भनेको चाहिँ के हो त भन्ने कुरा थाहा पाउनु पनि सजिलो भयो। अनि बिजनेस फाइनेन्सको एकाउन्टेन्ट्स, फाइनेन्सियल एनालिस्ट, मार्केटिङ म्यानेजरहरू, एडमिनिस्ट्रेसन सेक्टरको चाहिँ अब यो प्रशासनका सहायकहरू, प्रशासनिक मान्छेहरू र त्यहाँका हाई लेभलका मान्छेहरू, एक्जिक्युटिभ एसिस्टेन्ट्सहरू, ल प्रोफेसनल सर्भिसहरूमा लयर, प्यारालिगल्स, कन्सल्टेन्ट्स भनेको छ, वकिलहरू चाहिँ यसमा पर्ने रहेछ। अनि एजुकेसन, हेल्थ केयरमा चाहिँ प्रोफेसर्स, डक्टर्स, नर्सहरू भनेको छ। यहाँ टिचर चाहिँ भन्ने कुरा दिएको छैन। मलाई चाहिँ यो टिचरको बारेमा, आफू टिचर भएको हुनाले टिचरको कुरा के हो भन्ने लागेको थियो। अब पछि आउँछ यो कुराहरू। अब व्हाइट कलर र ब्लू कलर, अर्को एउटा ब्लू कलर जब छ। अब यो ब्लू कलरको जबको कुराहरू पनि यहाँ आउँछ। ब्लू कलर जब चाहिँ के हो त भन्दाखेरि अब यहाँ कम्पेयर गरेपछि थाहा भइहाल्छ। यी व्हाइट कलर जब्स आर हिस्टोरिकली डिफाइन्ड एज अफिस बेस्ड क्लिन वर्क, एकदम सफा काम होइन, सफा तरिकाले गर्नेलाई चाहिँ व्हाइट कलर भन्ने रहेछ। अब सेतो रङको लुगा लगाउने भन्ने जस्तो बुझियो। माथि अब कलर भनेको सर्टको कलरसँग सम्बन्धित भयो, रङसँग कुरो रहेन। तर अगाडि चाहिँ फेरि अब व्हाइट भनेपछि सेतोको कुरा आयो। ब्लू कलर जबमा चाहिँ फिजिकल लेबर, विशेष गरेर यो शारीरिक परिश्रम गर्नुपर्ने शारीरिक श्रमिकहरू। अब आज श्रमिक दिवस पनि हो, विश्व श्रमिक दिवस चाहिँ यो मजदुर दिवस पनि भन्छौँ हामी, मे डे पनि भन्छौँ। त्यही दिनमा चाहिँ मलाई यो मेरो पेसा चाहिँ, म पनि आफू श्रमिक हुँ, यो कस्तो खाले पेसा हो त, व्हाइट कलर हो कि ब्लू कलर हो कि अथवा अरू कुनै कलर हो भन्ने लाग्यो। कन्स्ट्रक्सन र म्यानुफ्याक्चरिङ भनेको चाहिँ अब यो निर्माण गर्ने कुराहरू, विभिन्न सामानहरूको उत्पादन गर्ने कुराहरूमा काम गर्ने मजदुरहरूलाई चाहिँ यो ब्लू कलरमा राखेको रहेछ। अनि तैपनि अहिले अब हाइटेक स्किलहरू चाहिने ट्रेड जबहरूले गर्दा अब त्यो ब्लू कलर नै हो पनि भन्न सकिने छैन। अलि मिसमास पनि भएको छ भनेको छ यहाँ। अनि मैले स्कुल टिचरको बारेमा सोधेँ, स्कुल टिचर चाहिँ के हो त भनेर सोद्धा यहाँ यसले के भन्यो भने
हुन त स्कुल टिचरलाई व्हाइट कलर प्रोफेसनल नै भनिन्छ, किनभने स्कुल टिचरलाई पनि हाई लेभलको इन्टेलेक्चुअल चाहिँ क्यापासिटी चाहियो, क्वालिफिकेसन चाहियो, बौद्धिक योग्यता, शैक्षिक योग्यता चाहियो। त्यसो हुँदाखेरि यो चाहिँ व्हाइट कलरमै पर्यो। अनि स्यालेरी पनि अब आउँछ, टिचरहरूको माथिल्लो लेभलको स्यालेरी आउँछ। तैपनि टिचरलाई चाहिँ अब यसको डिमान्डको मागको आधारमा र यसको इतिहास हिस्ट्रीको आधारमा चाहिँ अलिक छुट्टै हिसाबले यसलाई चाहिँ वर्गीकृत गरिएको छ भन्दो रहेछ यसले। र टिचरलाई चाहिँ यो पिङ्क कलर लेभल, पिङ्क कलर जब, पिङ्क कलर प्रोफेसनल पनि भनिँदो रहेछ। यो पिङ्क कलर भन्ने कारण चाहिँ के रहेछ भन्दा यो दिस रिफर्स टु सर्भिस ओरिएन्टेड रोल्स हिस्टोरिकली डोमिनेटेड बाई वुमेन भनेपछि यो महिलाहरूले चाहिँ बढी गर्ने पेसा रहेछ। यो हिस्टोरिकली पनि ऐतिहासिक रूपमा त्यस्तो देखिँदो रहेछ। अब अहिले त महिला पुरुष दुवै छौँ, त्यस कारण पनि यसलाई पिङ्क कलर भनेको रहेछ। इफ अफन हाइलाइट्स अ ग्याप वेयर व्हाइट कलर एजुकेसन रिक्वायरमेन्ट्स मिट लोवर रिलेटिभ पे। यहाँ अब पहिला चाहिँ ट्रेडिसनली चाहिँ अब महिलालाई कम नै पेमेन्ट हुन्थ्यो, अब अहिले त त्यस्तो छैन, हामी कहाँ पनि अब समान स्यालेरी छ। त्यस कारण पनि यसलाई पिङ्क चाहिँ भनेको रहेछ। द रोल इन्भल्भ सिग्निफिकेन्ट इमोसनल लेबर पनि भन्दो रहेछ यसलाई चाहिँ। अब अलिकति भावनात्मक कुरा पनि हो, यो केयर गिभिङको कुराहरू छ, अब बच्चाहरूसँग डिल गर्ने कुराहरू छ, बच्चाहरूलाई चाहिँ अलिकति ग्रुमिङ गर्ने कुराहरू छ। त्यस कारण पनि यसलाई यो इमोसनल लेबर पनि भन्दो रहेछ। अब यो व्हाइट कलरमा चाहिँ किन फिट हुन्छ भन्दा टिचिङ चाहिँ कसरी व्हाइट कलर जब हो, व्हाइट COLLAR कलर भन्नलाई चाहिँ क्राइटेरियाहरू चाहिँ यहाँ दियो फेरि, होइन। यो एजुकेसन चाहिन्छ यसमा पनि, मास्टर डिग्री, त्योभन्दा हायर पनि चाहिन्छ, ब्याचलर डिग्री अब चाहिहाल्यो। कम्तीमा पनि भनेको छ यहाँ, मोस्ट रोल्स रिक्वायर्स अ ब्याचलर डिग्री। त्यसकारण यो व्हाइट कलरसँग म्याच हुन्छ, व्हाइट कलरतिर लान पनि मिल्यो। मेन्टल लेबर हो यो। कोर वर्क इन्भल्भ्स प्लानिङ, करिकुलम डेभलपमेन्ट, कम्प्लेक्स प्रब्लम सल्भिङहरू गर्नुपर्छ। त्यसकारण यो मेन्टल लेबर भएको हुनाले पनि व्हाइट कलर हो भन्ने देखियो। त्यसरी चाहिँ अब यसलाई चाहिँ डिफाइन गर्न मिल्छ, परिभाषित गर्न। अर्को चाहिँ स्ट्रक्चरको कुरा रहेछ। अब यसको संरचना, यो प्रोफेसनल स्यालेरिड पोजिसन हो। अब विदिन एन इन्स्टिट्युसनल सेटिङ रादर देन अ ट्रेड अर म्यानुअल वर्क लेबर त होइन यो, ट्रेड सेक्टरको अब व्यापारिक सेक्टरको पनि होइन, यो म्यानुअल काम पनि होइन, साधारण काम पनि होइन। त्यसकारण यो हिसाबले यसलाई व्हाइट कलरमा लान चाहिँ मिल्छ भन्यो यसले। अनि फेरि ब्लू कलरमा पनि यसलाई राख्न मिल्छ भन्छ फेरि। ब्लू कलर भनेपछि अलिकति शारीरिक परिश्रम गर्ने, शारीरिक श्रमिकहरूमा पनि यसलाई राख्न मिल्छ भन्दा यो फिजिकल डिमान्ड्स। टिचर स्पेन्ड मच अफ द डे चाहिँ अब खुट्टामा दिनभरि उभिएर काम गर्नुपर्ने, यो चाहिँ शारीरिक कामहरू पनि सामेल हुनुपर्ने, बच्चाहरूसँग चाहिँ काम गर्नुपर्ने, ससाना बच्चाहरूसँग झन् साह्रो अब स्पेसल एजुकेसनको बच्चाहरू त पुरै केयर गर्नुपर्छ। त्यसकारण यसलाई चाहिँ अब शारीरिक परिश्रमको पनि हिसाबले फेरि यता लगेर चाहिँ ब्लू कलरमा, निलो कलरमा लगेर जोड्यो। अनि लेबर युनियनहरू अब यो ब्लू कलरको ट्रेड्स, टिचिङ इज हाइली युनियनाइज्ड, होइन। अब यहाँ हाम्रो चाहिँ अब ट्रेड युनियनहरू पनि हुन्छ टिचिङमा। अब अलिकति यो मिडियम लेभलको, लो लेभलको म्यान पावरहरूको चाहिँ ट्रेड युनियन पनि हुने, फोकसिङ अन कलेक्टिभ बार्गेनिङ गर्न पाइने, सामूहिक सौदाबाजी गर्न पाइने। अब यो ILO-सँग जोडिएको कुराहरू पनि छ, वर्किङ कन्डिसनहरू त्यस्तो छ। त्यसकारण पनि त्यसलाई चाहिँ ब्लू कलरमा राखेको रहेछ। ट्रिटमेन्ट, अब यहाँ टिचरलाई कसरी ट्रिटमेन्ट गरिन्छ भन्ने कुराहरू आइ। सम प्रोफेसनल्स फिल व्हाइट कलर अन पेपर, होइन। पेपरमा चाहिँ व्हाइट कलरै भन्ने, तर व्यवहार चाहिँ अलिक ब्लू कलरको गर्ने। यो हाम्रोमा चाहिँ ठ्याक्कै लागु हुन्छ। अब यो अलिकति रिजिड डिसिप्लिन हुन्छ, यसमा अलिकति कडा अनुशासन चाहिन्छ। अनि पे स्केल पनि अलिकति अब त्यही तरिकाले लो। जस्तै अब हाम्रोमा अहिले चाहिँ अब सरकारी कर्मचारीले 15 दिनमा तलब पाउँदा टिचरको 3 महिना 4 महिना, अब त्यसको बारेमा खास राज्य बोलेको स्थिति पनि छैन। त्यो हिसाबले पनि यसलाई ब्लू कलरमा राखेको रहेछ। अनि अब यसलाई वाइल टेक्निकली व्हाइट कलर भए पनि टिचिङ इज अ क्लासिक, अब यो पुरानो तरिकाले हेर्दा चाहिँ यो पिङ्क कलर प्रोफेसन भनेर नै राखेको रहेछ। ब्लेडिङ हाई लेभल प्रोफेसनल एक्सपर्टिज पनि यसमा चाहियो। पब्लिक सर्भिस र इमोसनल केयर पनि चाहिने हुनाले अलि यो हाइब्रिड टाइपको जस्तो देखियो, मिसमास भएको टाइपको जस्तो। अब यहाँ टिचरको स्यालेरीहरूसँग दाँच्छु पनि भन्यो यसले। अनि यहाँ कलरको कुरा चाहिँ यो कहाँबाट यो कलरको कुरा चाहिँ सुरुवात भयो, किन यो कलर भनियो यसलाई भनेर पनि मैले सोधेको थिएँ। यसले चाहिँ के सङ्केत गर्दो रहेछ भने कामदारहरूले, मजदुरहरूले लगाउने, श्रमिकहरूले लगाउने लुगा
यो अर्ली 20th सेन्चुरी 20औं शताब्दीको सुरुवाततिर चाहिँ लगाउने लुगाको आधारमा यसलाई चाहिँ यसरी वर्गीकृत गरेको रहेछ हैन। अब यहाँ डक्टरहरूले अहिले सेतो लुगा लगाए जस्तै वेयर द कलर अफ वान सर्ट वाज द भिजिबल मार्कर अफ देयर सोसल क्लास। उसले लगाउने लुगा कस्तो छ, सर्ट कस्तो छ, विशेषतः बाहिरी लुगा यहाँ सर्ट भनिएको छ। उसले चाहिँ त्यो सामाजिक वर्ग कस्तो छ भन्ने कुरा बताउँदो रहेछ त्यसले। अनि उसले कस्तो काम गर्छ भन्ने पनि उसले लगाएको लुगाले चाहिँ सङ्केत गर्ने भएकोले कलरको कुरा। वाइट कलर चाहिँ यो कसले सुरुवात गरेको रहेछ भने अपटन सिन्क्लेयर भन्ने मान्छेले 1930s मा चाहिँ अमेरिकन राइटर रहेछ। उसले चाहिँ यो वाइट कलर भनेर चाहिँ यो चाहिँ कोइन गरेको रहेछ, उसले ल्याएको फ्रेज रहेछ यो शब्द। अनि यसको अर्थ चाहिँ के त, सिम्बोलिजम रिफर्स टु द वाइट हाइली स्टार्च डिट्याचेबल। अब यो कलर चाहिँ एकदमै के भन्ने सुकुलगुन्डा टाइपको मेल अफिस वर्करहरूले लगाउने टक्कसँगले यो चाहिँ आइरन गरेर काट्ला जस्तो भएको, माथिको यो कलरहरू पनि चट्टसँगले मिलेको, त्यसमा चाहिँ पुरा स्टार्च भनेको चाहिँ अलिकति त्यो माड जस्तो चिजहरू लगाएर टक्कसँग बनाइएको हुनाले चाहिँ यसलाई वाइट कलर भनेको। अफिस वर्करहरू चाहिँ अब एकदम क्लिन हुने इम्प्लोइज, अब अहिले टाई सुटमा छाँटिने सुकुलगुन्डा टाइपको भनौँ न, यो वाइट उनीहरू एकदम ब्राइट वाइट देखिने, त्यसमा कहीँ बिग्रेको खुम्चेको कहीँ छैन, त्यस्तो खालको चाहिँ अब म्यानुअल प्रोफेसनलहरूमा त त्यस्तो हुँदैन, नन म्यानुअल भयो उनीहरू। त्यसरी चाहिँ यसलाई वाइट कलर जब भनिएको रहेछ। अब ब्लू कलर चाहिँ 1920 को दशकमा चाहिँ यो चाहिँ प्रिन्टमा आएको रहेछ। अब यसको अर्थ चाहिँ अब अलिक डार्क ब्लू फ्याब्रिकहरू त्यस्तो लुगाहरू चाहिँ, अब निलो कलरको लुगाहरू चाहिँ होइन, यो जिन्स जस्तो लुगाहरू चाहिँ अब कसले लगाउँछ त, अलिक बाक्लो बाक्लो लुगाहरू भन्दा म्यानुअल लेबरहरूले, तल्लो लेभल शारीरिक श्रमिकहरूले लगाउने कुरा भयो। त्यसकारण त्यो शारीरिक श्रम गर्ने मान्छेहरूलाई चाहिँ विशेष गरेर ब्लू कलर, निलो कलरको काम अथवा निलो कलरको कामदारहरू भनिँदो रहेछ। अब यसको कारण चाहिँ के हो, यसको पछाडि तर्क के हो भन्दा जस्तै अब निलो कलरको चाहिँ अलि डार्क ब्लू कलरको लुगा लगायो भने चाहिँ अब त्यसले चाहिँ फोहोरहरू देखिँदैन, त्यसमा त अब फ्याक्ट्रीमा काम गर्नुपर्छ, कहाँ काम गर्नुपर्छ, त्यसले चाहिँ अब ग्रिजहरू पनि त्यति राम्ररी देखिँदैन, अब पसिना आउँछ, पसिना पनि राम्ररी देखिँदैन त्यो ब्लू कलरको, डार्क ब्लू कलरमा। म्यानुअल वर्करहरूले, शारीरिक श्रमिकहरूले धेरै दिनसम्म त्यसरी काम गर्नु पर्यो। अब वासिङको चाहिँ समय लामो हुनसक्छ, त्यस कारण पनि ब्लू कलर भनेको रहेछ। अब यो पिङ्क कलर कहाँबाट आयो भनेर अघि पनि अलिकति कुरा आयो। यो पिङ्क कलर चाहिँ एकजना समाजशास्त्री जे बोमल भन्नेले 1960s मा चाहिँ पिङ्क कलर भनेर इन्ट्रोड्युस गर्नुभएको रहेछ। अनि यो लुई क्याप हो भन्नेले चाहिँ 1970s मा यसलाई अलिकति लोकप्रिय बनाएको रहेछ, यो पपुलराइज भयो त्यतिखेर। अब यसको अर्थ चाहिँ के त भन्दा वाइट र ब्लू भन्दा पिङ्क चाहिँ अलि मेटाफोरिकल्ली फेमिनिटी होइन, महिलाको लागि चाहिँ अघि पनि कुरा आयो। यो टिचिङ चाहिँ पहिला चाहिँ महिलाले गर्ने जब रहेछ पश्चिमा संसारमा, भलै हाम्रोतिर चाहिँ अब यो गुरुहरू चाहिँ पुरुषै हुने थियो, यद्यपि केही महिलाहरूको नाम पनि आउँछ, विदुषी महिलाहरू नै छन् हाम्रोमा। रिजनिङ अब यसको कारण के हो भन्दा यसलाई चाहिँ वुमेन्स वर्क, जस्तै अब यहाँ के भनिएको छ भने वुमेन्सको वर्क पिङ्क कलर जबमा चाहिँ अब यो के भन्ने, पिङ्कलाई हामी गुलाबी भन्छौँ, गुलाबी कलरको अब त्यो कलरले चाहिँ विशेष गरेर महिलालाई सङ्केत गर्छ, स्त्री जातिलाई सङ्केत गर्छ। यो नर्सिङ पेसा हुन त अब नर्सहरूले अहिले चाहिँ सेतो लुगा लगाएकै देखिन्छ। अनि टिचिङ भनेको छ यहाँ। अनि सेक्रेटरियल रोलहरू, सेक्रेटरी भनेको अब हेल्परहरू, विभिन्न अफिसको हाकिमहरूको हेल्परहरू, विच टिपिकली पेड लेस देन मेल डोमिनेटेड रोल्स विथ सिमिलर रिक्वायरमेन्ट। अब पुरुषहरूले चाहिँ पहिला बढी तलब पाउने, अनि महिलाहरू चाहिँ हेल्परको रूपमा मात्रै आउने, उनीहरूले अलिकति कम तलब पाउने। तर अब अलिकति यो चाहिँ फ्यान्सी, अलिकति ब्युटीसँग, एट्र्याक्सनसँग पनि जोडिएको कुरा भयो, त्यसकारण त्यसलाई पिङ्क कलर भनेर पनि मानिँदो रहेछ। अब अरू कलरको पनि कुरा आउँदो रहेछ। ग्रे कलर भन्यो भने चाहिँ अब फिजिकल र इन्टेलेक्चुअल लेबर दुइटै मिक्स भएको अलि हाइब्रिड टाइपको रहेछ। यो चाहिँ बौद्धिक श्रम पनि अनि शारीरिक श्रम पनि गर्नुपर्ने, जस्तै पुलिस अफिसर भनेको छ यहाँ। अनि आइटी टेकहरू पनि भनेको छ र पाइलट्सहरूलाई ग्रे कलर जब, ग्रे कलर वर्कमा चाहिँ यहाँ जोड्यो। अनि ग्रीन कलर चाहिँ अब अहिले मोडर्न आधुनिक जमानामा इको फोकस्ड, यो वातावरणसँग सम्बन्धित कुरा भयो, रिन्युएबल एनर्जीसँग सम्बन्धित, यो कन्जर्भेसन, संरक्षण, वातावरण संरक्षणसँग सम्बन्धित जबहरूलाई चाहिँ ग्रीन कलर। अनि गोल्ड कलर भन्यो भने चाहिँ हाइली स्किल्ड, एकदमै सिपयुक्त, एकदमै कौशलयुक्त, माथिल्लो लेभलको
धेरै स्यालेरी पनि उनीहरूलाई दिनुपर्ने। जस्तै अब सर्जन भन्यो होइन, यहाँ चिकित्सकहरू डक्टरहरू चाहिँ अपरेसन गर्ने डक्टरहरू, अनि स्पेसलाइज्ड इन्जिनियरहरूलाई चाहिँ गोल्ड कलर पनि भन्दो रहेछ अहिले। अनि नो कलर भनेर पनि ल्यायो। फ्रिल्यान्सरहरू, स्वतन्त्र व्यक्तिहरू र आर्टिस्टहरूले चाहिँ अब त्यो अलिक कर्पोरेट स्ट्रक्चरको हुँदैन, उनीहरू आफ्नो प्यासनमा काम गर्ने हुन्छन्। उनीहरूले चाहिँ अरूले लगाएको नियम कानुनलाई मानेर अब मेसिन जस्तो भएर काम गर्ने भन्दा पनि आफूले स्वतन्त्र रूपमा काम गर्नेहरूलाई चाहिँ नो कलर पनि भन्दो रहेछ। यसरी चाहिँ विभिन्न कलर, यो वाइट कलर जब, ब्लू कलर जब, अनि त्यस पछाडि पिङ्क कलर र अरू कलर जबको बारेमा पनि चाहिँ विभाजन गरिएको रहेछ। अब यो मेरो विद्यार्थी भाइ बहिनीहरूलाई पनि काम लाग्छ, अरू साथीभाइहरूलाई पनि काम लाग्छ। आज चाहिँ सबैलाई हाम्रो इन्टरनेसनल यो श्रमिक दिवस, लेबर डे, मजदुर दिवसको चाहिँ हार्दिक शुभकामना। हवस् त, धन्यवाद।